नमस्ते सबैजनालाई। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले जंगलतिर आएको छु काफल खानलाई र मैले काफल खाँदै गर्दाको भिडियो तपाईहरुसँग शेयर गर्दै छु है। भिडियोलाई एकछिन हेर्नु होला। यहाँ देख्न सक्नुहुन्छ यो रुखमा चाहिँ काफल फलेको छ। म चाहिँ काफल टिप्न जाँदै छु। तपाईहरुले पनि फाल्दिन्छु खानु होला है। म गएर पारीबाट उच्च काफल झिकेर टिपेर दिन्छु तिमीले खाने है। देखिन्छ हामीलाई यहाँ। बस 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 बसेर खाने है। बाबा उफ्रे जाने है। देखिन्छ मलाई। देखेछ? त्यो अलिकति यस्तो जुम गराउ न, अलिकति यस्तो जुम गराइदिनु। आमा जाने यहाँ चाहिँ यसरी काफल पाकेको छ हैन। यो मेरो भाग्यको कुरा हो कि यति बेलासम्म पनि काफल रहेछ हैन। अलिअलि खाने छ। लौ छ त यहाँ। लौ ए ल टिपेर खाऊ। त्यसलाई देखाऊ त्यहाँ देखाऊ। अनि लौ तिमीले लौ। मेरो भिडियो हेर्ने तपाईहरु सबैजनाले पनि मैले चाहिँ यो काफल फालिदिन्छु तपाईहरुले छोपेर खानलाई है। लाउनुस् त्यहाँ देखाउ त, त्यहाँ देखाइदियो त्यहाँ। यस्तो छ हेर्नुहोस्। यो चाहिँ हाम्रो रोल्पाको काफल हो। हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ? तपाईँहरूकोतिर अझै काफल छ कि छैन? मेरो अनुहार छेकेको छ क्या? छेके हैन, छ कि छैन? अब यहाँ अन्तिम चरणमा आइसकेको छ काफल। तर अब यो गाउँको फल, यो अर्गानिक फल हैन, प्रकृतिले दिने फल एकदम मिठो छ। यहाँनिर देखिन्छ यिनी फलहरू पनि देखिन्छन् खै। यो चाहिँ काफल एकदम सायद मेरो लागि भनेर यो बचेको होला जस्तो लाग्यो। यहाँ जाउँ त्यस्तो छ हैन। मैले टिप्ने भाँडो चाहिँ ल्याएको छैन। कन्जु त्यसले खाइरहेको त्यसले जान्छ। त्यो चाहिँ खाँदैछ हैन। त्यस्तो छ। लौ कान्छ अर्को लौ। हामीले यो टिप्नलाई एउटा भाँडा ल्याए भएपछि नानीहरूलाई पनि लगिदिन्छौँ कि भयो हैन। देखिन्छ कि देखिन्न कि म त के थाहा भन्न। मैले तपाईँहरूले काफल खाँदै गर्दाको यो सानो भिडियो तपाईँहरूले सेयर गरेँ र अन्य दिनहरूमा पनि मेरो यहाँको बसाइको घुमघाम आउनु सबै किसिमको भिडियोहरू मैले तपाईँहरूलाई सेयर गर्नेछु। मेरो यस भिडियोलाई लाइक गरिदिनु होला। अनि पहिलोचोटि हेर्दै हुनुहुन्छ भने फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मेरो यो फेसबुक पेजलाई फलो गरिदिनु होला। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। मैले मेरो दैनिक कोसिसहरू, दैनिक क्रियाकलापहरू भिडियो मार्फत सेयर गरिरहन्छु। तपाईँ पनि मलाई साथ अनि हौसला दिन मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो अनुरोध गर्दै बन्द नगर्दै है, म झर्छु। अरू चाहिँ यो भिडियो अन्तिम हो। अब यो काफल यस्तो छ हैन। म चाहिँ घरै अब यो काफल खाइयो हेर्नुहोस् हैन। देखिन्छ होला यहाँ। यो चाहिँ अर्ग्यानिक नेचुरल काफल। मैले अलिकति मेरो बर्थडे टिप्दिन आएको थिएँ कि हेर्ने बेलामा हैन।
राम्रो रहेछ हेर्नुहोस् काफल एकदम। यहाँनिर हामीले डुल्दै गर्दा अन्त चाहिँ अप्ठ्यारै थियो, अन्त चाहिँ टिपेर खान सक्ने किसिमको पनि थिएन। हजुर हुन्छ म ल्याइदिन्छु। खाने किसिमको थिएन, तर यहाँनिर चाहिँ यो रुख सानो तर फलहरू चाहिँ राम्रो रहेछ। सायद म रुख चढ्न सक्दैन नि त, त्यही भएर यो सानो रुख भइरह होला के। अब अर्कोचोटि आउँदा यो काफल खाने समय हुन्छ हुँदैन, सिजन रहन्छ रहँदैन थाहा छैन होइन। तर आज यो मौका मिलेको बेला, अवसर मिलेको बेलामा 2-4वटा काफल खाइदिउँ भन्ने कुरोले हामी चाहिँ जङ्गलतिर आएको थियौँ। उता पछाडि देखिने उता पर चाहिँ देखिरहन्छ, अलिअलि पर देख्नुहुन्छ होला, त्यो चाहिँ मेरो गाउँ हो, म जन्मिएको म हो, त्यो चाहिँ मेरो जन्मभूमि हो है। यो काफल टिप्दैछु अनि म त्यहीँ आउँदासम्म भिडियो खिच्नु है। तिमीले त्यो खाऊ है, यो मम्मीले खाने है, तिमीले त्यो खाऊ। तिमीले यो चाहिँ मेरो भिडियो हेर्ने तपाईँहरू सबैको लागि यो अलिकति काफल मैले तपाईँहरूलाई देखाएँ, तपाईँहरू खानु होला। यति भन्दै यो सानो भिडियोबाट बिदा हुन चाहन्छु। फेरि अन्य दिनहरूमा पनि मेरो ससाना क्रियाकलाप, मेरो घुमघाम, मेरो ससाना भिडियोहरू पोस्ट भइरहन्छन्। मेरो भिडियोलाई लाइक गरिदिनु होला, यो अनुरोध गर्दै बिदा हुन्छु। तपाईँहरूको दिन रमणीय अनि खुसीमय बनियोस्। धन्यवाद।